सुन्नै पर्ने कथाको हरिबोधिनी एकादशी। हरिबोधिनी एकादशी हिन्दू धर्मका अत्यन्तै महत्त्वपूर्ण एकादशीहरूमध्ये एक हो। यो एकादशी कार्तिक शुक्ल पक्षको एकादशी तिथिमा पर्छ र यसलाई देव उठनी एकादशी, प्रबोधिनी एकादशी वा तुलसी विवाह एकादशी पनि भनिन्छ। हरिबोधिनी एकादशीको दिन भगवान विष्णु 4 महिनाको योग निन्द्राबाट चतुर्मास जाग्रत हुने विश्वास गरिन्छ। यो दिनदेखि सबै धार्मिक कार्य, व्रत, विवाह, यज्ञ आदिको शुभ कार्य गर्न मिल्छ। कथा अनुसार आषाढ शुक्ल एकादशीका दिन भगवान विष्णु क्षीर सागरमा शेषनागको शय्यामा सुत्न जानुहुन्छ, जसलाई हरिशयनी एकादशी भनिन्छ। त्यसपछि 4 महिना अर्थात् चतुर्माससम्म उनी निन्द्रामा रहन्छन्। कार्तिक शुक्ल एकादशीका दिन हरिबोधिनी एकादशीमा भगवान विष्णु जाग्नुहुन्छ र संसारमा पुनः धर्म, कर्म तथा शुभ कार्यको सुरुवात हुन्छ। यस दिन बिहानै स्नान गरी स्वच्छ वस्त्र धारण गर्नुपर्छ। भगवान विष्णु र माता लक्ष्मीको पूजा गरी तुलसी दल अर्पण गर्नुपर्छ। तुलसी विवाह पनि यही दिन सम्पन्न गरिन्छ। तुलसी र शालिग्राम विष्णुको प्रतीकात्मक विवाह गरिन्छ। यस दिन उपवास गरी भक्तिभावले हरि नाम स्मरण गर्नाले मनोकामना पूरा हुने विश्वास गरिन्छ। हरिबोधिनी एकादशीको व्रतले सबै पाप नाश भई मोक्ष प्राप्ति हुने बताइन्छ। यो एकादशीलाई वर्षको सबैभन्दा पुण्यदायी दिन मानिन्छ। धन्यवाद।